हेलो नमस्ते साथीहरू। आज चाहिँ हामी मात्रा प्लेस कि के हो त्यो ठाउँतिर हामी घुम्न गर्दैछौँ। यो चाहिँ के भन्नु राजाको के दरबार हो कि राजा बस्ने ठाउँ हो कि त्यो चाहिँ थाहा भएन हामीलाई। त्यतातिर घुमघाम त्योभित्र हामी पसेर अनि भिडियोहरू बनायौँ अलिअलि, अनि फोटोहरू अलिअलि खिच्यौँ। हावा चलेको थियो, त्योभित्र चाहिँ शीतल थियो। त्यो त्यहाँदेखि बाहिरतिर चाहिँ निस्किनै नसक्ने कि गर्मीले, कति धेरै गर्मी बढेको एक्कासी। अनि मान्छेहरू पनि धेरै नै हुँदो रहेछ, तर नेपाल मतलब बाहिर देशको धेरै हुँदो रहेछ मान्छेहरू। समुद्र हो त्यहाँको, कस्तो राम्रो छ साथीहरू समुद्र। हामी चाहिँ 3 बजीको घाममा पुगेको थियौँ, तर फोटो पनि खिच्नै पाइएन। कति राम्रो हुन्छ घामले पोलेर, राम्रो गर्मी के साह्रो बढेको हातै। फोटो पनि खिच्नु पाइएन, खासै रमाइलो भएन। अब कुनै दिन फेरि जाने प्लानमा छौँ हामी। कस्तो राम्रो ठाउँ छ क्या, कति राम्रो। अनि हामी यहाँ स्ट्यान्ड आइपुग्नु लाग्यौँ। यो स्ट्यान्डमा हामी एकछिन अनि गाडी रोकेर अनि त्यसको छेउमा घुम्छौँ। हामी पार्किङमा पनि आइपुग्यौँ। हेर्नु न भिड। मलाई त गाउँकै याद आयो। हेर्नु पाहाडहरू, विदेशको ठाउँमा पनि यस्तो हुन्छ रहेछ। मात्रा प्लेसदेखि थोरै अगाडिको पार्किङदेखि यो चाहिँ समुद्र हो, त्यहीँको समुद्र हो। अनि यसो हेऱ्यौँ एकछिन, अनि दाइ यहाँ हुनुहुन्छ। अनि अलिअलि माछा थियो समुद्रमा। मान्छेहरू चाहिँ यत्तिकै हुँदो रहेछ कि यहाँ अलिक शीतल हुँदो रहेछ। यस्तै हो त्यहाँको ठाउँ। हामी चाहिँ त्यहाँबाट अनि बिस्तारै रुम लाग्यौँ साथी हो। यस्तै हो साथीहरू, रमाइलो कहिले काहीँ गर्नुपर्छ। हिजो हाम्रो छुट्टी थियो, त्यही भएर घुम्नुको लागि निस्केको, तर छिट्टै निस्किएछ घुम्नु चाहिँ। धेरै गर्मी के, कति धेरै गर्मी, झनै सास निस्क्यो। अब अर्को भिडियोतिर भेटौँला साथी हो। बाई बाई। लाइक कमेन्ट गरिदिनु होला।